7 दशक लामो जीवन यात्रा साथ छ त केवल उकाली ओराली घाम पानी अनि असारे गीतको। म 14 वर्ष उमेरदेखि म गोठाला जान्थेँ। गोठाला गएर म राम्रो मिठा मिठा गीत गाउँथेँ। वनमा जङ्गलमा गएर गाईबस्तु लिएर जान्थेँ। वनको चारो बनैमा बोल्छ, बिरौताले नानी साह्रै नै मन पोल्छ। ए बिरौताले नानी साह्रै नै मन पोल्छ। मैले आफै जानेको छ भने अरूलाई के छ भने, तपाईँले गान जाने कि तपाईँ गाउनुहोस्, मैले जाने कि त म गाउँछु। रुन्छु रुन्छु म पागल हुन्छु, पागल हुन्छु नानी आँसुले मुख धुन्छु। ए पागल हुन्छु नानी आँसुले मुख धुन्छु। प्रसङ्गवशको आजको श्रृङ्खला हामीले मकवानपुरको पदमपोखरी गाविस 1बाट सञ्चालन गरिरहेका छौँ। गीत रोदनको, गीत मायाको अनि गीत विरक्तको, धोको फेरि पनि गीतैको। मलाई लाने मान्छे भएन, मलाई देखाउने मान्छे भएन, मलाई सारा दिने मान्छे भएन। तर गीत त सुने, राम्रो त माने, तर मलाई लाने सारा कोही भएन। मेरो भाइहरूले र आमाले बनाइदिनु भएको घर बगायो। घर बगाएपछि म कहाँ बस्ने, कहाँ जाने, रात पर्छ, पानी पर्छ, खाने ठाउँ बस्ने ठाउँ थिएन। आफू रुँदै बनामा गएको, न्याउली चरी बहिनी नानी झन् एक्लै रोइरहेको। न्याउली चरी झन् एक्लै रोइरहेको, न्याउली चरी बहिनी नानी झन् एक्लै रोइरहेको। प्रसङ्गवश पदमपोखरी मकवानपुर।